जुका लागेर जुका यहाँ हेर्नुस् त अबि आफै निस्कि कति ठुलो यी रगता होला हेर्छ त यहाँ मेरो साइड कति ठुलो तेरी मेरो पनि जुकाल खाएर या ओ माय गॉड हाई एभ्रीवन वेलकम ब्याक टु माय च्यानल यहाँ हाम्रो मैया हुनुहुन्छ अर्चना हामी ऐसेलु टिप्न जंगल गइरहेका छौं हामी हजुरलाई अन्तिमसम्म हाम्रो ब्लग देखाउने छौं है हजुरले यो ब्लग हेर्न नछुटाउनु होला है त धन्यवाद मेरो नाम चाहिँ गायत्री बोरा यो चाहिँ हाम्रो भाडा ऐसेलु टिप्ने भाडा है त यो कति क्युट छ बोलाको बाटो नमान्नु डराइरा माया मथारी सोल्यो यो सुनि तिम्रै घर हो भाग्यमै भए कमाउँछु भन्नु फाइनली गाइज हामी यहाँ डेस्टिनेसनमा पुगिसकेका छौं हेर्न सक्नुहुन्छ हरियाली जंगल यहाँदेखि चाहिँ यो उकालोमा है म यहाँ अब हामी हाम्रो ट्रेकिङ टाइपको पैदल यात्रा हामी सुरु गर्दैछौँ है फेरि कन्टिन्यू यस्तो बाटोमा त यति राम्रो राम्रो देखिरहेको थिएँ अब यता नि कच्ची बाटो भयो भने हामी खडा ओ त्यहाँ ऐसेलो हेर्छ म यहाँ पहाड मेरो जन्मभूमि काफल खान जाऊँ जनसुकै पहाडका पानी फेरि पहाड आउँला जनसुकै पहाडका पानी फेरि पहाड आउँला यो जङ्गलमा हामीले काफल त भेट्न सकेनौँ है ऐसेले चाहिँ पक्कै भेट्यौँ हेर्न सक्नुहुन्छ पहाडमा जन्मे हुर्केका हामी ल हेर्न सक्नुहुन्छ गाइज मैले चाहिँ यति टिपेको छु है अब यो जङ्गलमा काफल चाहिँ हामीले भेट्न सकेनौँ क्यामेरा राखेर हैन माइ गॉड कति धेरै टिप्सेको यहाँ हेर्छ त कति धेरै टिप्याउनु पर्नु न दामी देखियो ल आज के इन्जोय ह्याप्पी स्याटरडे कति रमाइलो है साह्रै रमाइलो म हजुरलाई एउटा फुल देखाउँछु यहाँ है बारीमा कस्तो राम्रो उम्रिया छ ल यो फुल देखाउँछु म हजुरलाई यहाँ उम्रिया थियो है मेरो छोरीले ला एउटा त निकालिसक्यो यो फुल हेर्न सक्नुहुन्छ यो फुलको नाम के रहेछ कस्तो राम्रो फुलेको मेरो छोरीले चाहिँ घर लाने भनेर बोटो खेल्न खोजेको ए बिचरा पाप लाग्छ कि क्या हो सरी भगवान पहाड मेरो जन्मभूमि काफल खान जाउँला जनसुकै पहाडका पानी फेरि पहाडै आउँला जनसुकै पहाडका पानी फेरि पहाडै आउँला जुगा हेर्नु न दुईटा ला खै 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 लौ जुका लागेर यही त अरे पहाडको विशेषता ल हेर्नुहोस् मम्मी मेरो खुन खाइरहेको खुन खाए बाबा आमा ल नुन हाल्नु पर्छ हैन
पहाडको विशेषता खै खै टिप त म यहाँ अर्को त सानै त आउँदैन मलाई पनि चिलाइरहेको छ म यहाँ जुका लागेर कता देखेको छोरीलाई धन्न आज फर्स्ट टाइममा देखेको छोरी तिमीले जुका होइन देख्न त पहिले देखा हो गाउँघरतिर लागिरहन्थ्यो तर आज चाहिँ पोल्यो कि ला देखाएर रहेछ धन्न म त जुका यो हाम्रो चिनाउन गाह्रो होला कि सोचे यसले चाहिँ हातहरू काटेको छ भने चाहिँ यस्तो राम्रो हुन्छ नि यो पातो चाहिँ रङ त हेर्नु न यी म यहाँ मेरो ऐसेले टिप्ने बेलामा जम्मै काँडाले काटिएर हात पुरै काटेछ खुनहरू धेरै बगिरहेछ भने चाहिँ जङ्गलको यो पात चाहिँ हाम्रोमा चाहिँ कसले भन्छ नि यो पातले चाहिँ धेरै सन्चो हुन्छ है मेरो पाते खुट्टामा लगाइदिन्छु न ल साथीहरू घाउ चोट लाग्यो पहाड उक्लिँदा भने जङ्गलतिर घाउ चोट लाग्यो भने यो चाहिँ एकदम खुट्टामा लगाइदिन्छु न घरेलु उपचार है त कहीँ जानै पर्दैन कति मिठो है